तपाईले भन्छ किन मैले भन्न राखेको खै दिनभरि चिया पकाउनु लाएर भात किन खै किन राखेको काका तपाईँले के त खाइदियो चिया तपाईँ चाहिँ मेरो घरमा बसेर खालि चिया मात्रै पकाउन लाएर खाएर हुन्छ मामा तपाईँ यहाँ के बाचा ल्याउनु भएको अस्तिको बाचा बिर्सिनु भयो क्या हो भाइ बिर्सी होला हो धानी बुढाबुढी मान्छे बिर्सिन पनि त सक्छ नि अनि यत्रो मान्छे छिप्पेर यहाँ कस्तो काठ पसेको मुला जस्तो भइसके अस्तिदेखि केटी खोज्नुपर्छ बे गर्नुपर्छ भनेर भनेको होइन खोइ त अनि केटी खोजिदिएको तपाईँ त पुरै गर्नुहुन्न त होइन अब खोजौँ न अन्त तिमी पनि त पुरै गर्छौ न दुनियाँभर दिवाला कता र कता कुदी बस्दै ठिक छ भन्दै जाउँ त म बिर्सिरहन्छु बुढो मान्छे हो नि त लु अब खोजौँ न अब चाहिँ म बे गर्ने भने कसरी हुन्छ मलाई चाहिँ केटी चाहियो लु हिँड न त आजै हिँड त्यो तल चन्दानीको छोरी छ नि त्यो पुताली सुताली राम्री छ त बत्तिकै झिल्लियुक्त लागि छ लु त अनि भाउले दिँदिन अनि अनि म कुरा चलाइदिन्छु नि म पैसा गर्छ नि हुँदैन म जान्छु नि अब तपाईँले कसरी हुन्छ मलाई पुतलीसँग बे गराउनै पर्छ नभए म भातै खान्न आएको लु अहिले हिँड आज हिँड त्यो तिम्रो मेरो भानी पर्छ होइन हो उसलाई पनि लिएर जान पाएपछि राम्रो हुन्छ यसलाई पनि लैजाउँ गएर फेर जुन कुरा हाल्नु त धेरैजना भएर चन्दाले डरले पनि दिन्छ लु नमस्कार मामा नमस्कार मिठो ढोकर होइन के को होला यो अघिदेखि गलाइन सुन्छु त म होइन यहाँ अलिकति भान्जाको काठ पसेको मुला भयो अरे केटी खोज्न जानुपर्ने भयो अनि यहाँ तिम्रो ठिक्कै कुरा गर्दैछौ टक्रक्कै आइपुग्यो अब जम्मै हामी मिलेर गएर झाका झुक्क कुरा मिलेर 15 अगस्तभन्दा अगाडि चाहिँ ठ्याक्कै यो हाम्रो चन्दनी बाको छोरीलाई मागौँ त दिन्छन् बुढाले अब त्यो त तिमीहरू जान न गरेर त मैले कुरा हालेपछि कसरी दिन्छन् नि दिनुपर्छ नि गएर मामाले अगाडि कुरा भनिदिने म त बे नगरी नसक्ने न म भातै नखाने मैले कुरा भनिदिएको त्यस्तो हो होइन जानु त जानु सबै गोलीहरू माग्दा गएन नि त्यही त मामा यतिखेर त पुरा मामिङमा पुग्यो फुटबल चल्दैछ सबै गयो भने त केटी कहाँ देख्न पाइन्छ त हो होइन ती कुराको दामाले जहिले घाँकाली राखेका हुन्छन् जाउँ न अहिले गएर कुरा गरौँ के कसो छैनौँ भने हेरौँला नि त अहिले जान दिँदैनौँ न लु जाउँ न त जाउँ हिँडियो भन्दा त्यहाँ गएर कुरा चाहिँ नबिगार्नु चुप्प लागेर बस्नु केही नभन्नु कुरा बिग्रै लाग्नु के बोल्दै नबोल्नु ठ्याप्पै नबोल्नु कुरा बिग्रिन्छ ल हरि राम्रा तरुनी गाउँमा डुलेको यतिलाई किन मेरो दारी फुलेको मर्ने बेलामा हरियो काका के दारीमा मात्रै कालो गर्नु भएको